हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन आज चाहिँ हाम्रो डे 6 हो क्या हजुरको। अब डे 6 को लागि हामी लाग्दैछौँ। हामी चाहिँ फुरुम्बुमा छौँ होइन अहिले। कस्तो फुरुम्बुदेखि ओह्रालो लाग्नुपर्ने छ। 1 घन्टा 40 मिनट जति ओह्रालो। आउँदा त 40 मिनट लाग्यो, जाँदा त त्यत्रो अलिक लाग्दैन होला होइन। यस्तै छ डे 6 आजदेखि सुरु भइसक्यो फेरि होइन। कति दिन गर्नु यसरी तेरो ढाँटे। दिस इज डे 6। यस्तो पानी पनि झर्छ होइन घरमा है। यस्तै चल्दैछ ए हामी अब डे 6 को लागि निस्किसक्यौँ होइन। यस्तै छ जिन्दगी। हामी ठ्याक्कै बरको रुखमा आइपुग्यौँ। बर पनि कत्रो ठुलो छ, 30 सालमा रोपेको अरे बरको रुख है। बरको छेउमा खै ओ तल 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 अलिअलि देखेको ठाउँमा हामी पुग्नुपर्ने छ होइन। गाह्रो छ, यस्तै हो जिन्दगी। काम गरी खानु छ, पैसा दिँदैन तर होइन। पैसा चाहिँ छैन तर नि काम हामी मस्त गरिरहेको छौँ। अरूभन्दा साह्रो गाह्रो छ, यस्तै हो। पैसा दिँदा नि केही बिग्रिँदैन थियो यार हामीलाई। कस्तो ब्ल्याक आएको यार हामी। ब्ल्याक मान्छेले अझै ब्ल्याक आयो भने त तनाव हुँदो रहेछ त। अरे कहना क्या चाहते हो? होइन तल जानुपर्ने छिटो गाह्रो छ गाह्रो। आज यस्तो जङ्गलमा हिँड मचिरहेछ होइन। यस्तो जङ्गल माथि माथिदेखि आएको यस्तो हिँड मचिरहेछ नि। यो पनि त्यहाँ मस्त हिँड्दैछ। गाह्रो छ गाह्रो। जङ्गलमा मस्त हिँडिराख्नु पर्ने छ जिन्दगीको गोरेटोमा। यस्तै हो जिन्दगी। यो यहाँ खुसिसकेको छैन लगभग। यसको माथिदेखि आज नि फ्युज हल्लिसक्यो जस्तो छ, तार चुट्टे जस्तो छ यसको। यो के हो कमेन्टमा चाहियो है त गाइड्सहरू। मस्त जङ्गलै जङ्गल जङ्गल कुद्नुपर्ने छ। गाह्रो छ गाह्रो। आजको हिँड चाहिँ यस्तो जङ्गलै जङ्गल त तल जानु छ। गाह्रो छ गाह्रो। फाइनल्ली होइन कम्पनी आइपुग्यो। टक्क कम्पनी आयो। अब सेफ्टी लाउने हो। सेफ्टी इक्विपमेन्टहरू टक्क लगाएर चलिहाल्नुपर्छ 6:30 साइडतिर। ए गाह्रो छ। कम्पनी आइपुग्यो। अब 6:30 चल्नुपर्छ सेफ्टी इक्विपमेन्ट लाएर। यस्तै हो जिन्दगी। यस्तो कपाल छोटो छ नि। समझ रहे हो ना? हामी साइडतर्फ लागिसक्यौँ होइन। डे 6 मा पनि सुस्करसँग पनि भेट भइसकेको छ होइन। हेलो भन हेलो फेरि भन हेलो हेलो हेलो। अर्को ऊ पर छ होइन। अब आजको पनि हिँडिसक्यो। डे 6 पनि अब सकिहाल्छ यस्तै हुँदै होइन। किन लेख्यो? सुस्कर पनि छ होइन यहाँ। सुस्करसँग भेट भयो अघि। यस्तै हो लगाएर सेफ्टी इक्विपमेन्ट हिँडियो। हामी आज होइन कहाँ छिर्यौँ भन टिआरटीमा छिर्यौँ। टिआरटी भनेको हाम्रो वक गर्ने ठाउँदेखि अर्को टनेल हो क्या। अर्को टनेलमा हामी छिर्यौँ होइन। हाम्रो सुस्कर चाहिँ प्लम्बर हो।
चाहिँ हामी होइन गाइज साइडमा छौँ मस्त साइडमा काम त्यति छैन यहाँ बसिरहेको यो पनि यहाँ गेम खेलिरहेछ होइन बिस्कुट खायो अब यसैमा चाहिँ फेरि बिस्कुट खाइन्छ यस्तै छ जिन्दगी होइन चिसो पनि छ हौ चिसो सरले यो चाहिँ हामीलाई सरले दिनुभएको है सरले एक एकवटा दिनुभएको थियो सरले यो अनि बिस्कुट पनि दिनुभएको थियो सरले 3-4टा हाम्रो सरहरू एकदम ज्ञानी हुन्छ ज्ञानी होइन राम्रो हुनुहुन्छ कुनै कुनै सर थाहा छ सबैलाई थाहा होला कोही राम्रो हुन्छ कोही नराम्रो हुन्छ होइन जुन ठाउँमा पनि यहाँ पनि सरहरू यहाँको सरहरू कुनै सर यस्तो राम्रो हुन्छ कुनै सर अब आफै सम्झिनु त्यो म भनिनँ होइन आफै सम्झिनु म गाह्रो छ जिन्दगीमा यस्तै हो होइन चिउरा खाने अब भयो डे 6 चाहिँ यस्तो झ्याउ लाग्दो भइरहेछ होइन यस्तो झ्याउ लाग्दो भइरहेछ यस्तै झ्याउ लागिरहेछ आज डे 6मा आएर दिली भाइ कस्तो भइरहेछ डे 6 मजा आयो मलाई त यति नै छैन मजा त आज त तो चलिए शुरू करते हैं कालीजेलको त्यो एक्लो बर छुइदिने कोही छैन मैले भने बिरानो देशमा ढुङ्गाको छानो अनि कान्छी काठको छानो नौकेले घरको जग्गा सुन मेरो माया यो उमेरमा तिमीले आफ्नो भाग्य आफैले बुझ्नु पर्छ तरुणीको पछौटीमा हिँड्नुहुन्न यो उमेरमा तिमीलाई कसै छुट्नु हुँदैन काली भैँसी गोरी गाई नक्कलीले छोरी पाई तपाईँदैन नन्दे भाइ एक बोतल गाडी दियो 2 बोतल छोड दिया जमलटीको याद आयो तो खाना भी छोड दिया हिन्दी पनि यार बोते इलिस लोक छोरी पाइन पहिले काई पनि खुट्टा तान्ने कुटाहरू छोरीले खोन बाटो छोरीको लागि त्यसमाथि गाडीको भित्र गर्ने सवारी पानी खर्को कस्तो तारिकमा राख्नु मक्का पारी सकाको भिखारी तिम्रो रानी गर्नु कुवाको राजेको बन्द थियो मेरो फक्को हावामा त्यो मेरो टाउको छोरा देखा उठाइ दिन्छु मेरो टाउको लागे चलनमा पलङ लगाएर नेपाली घाउको लाखामा गिर्दिको टाउको सानीले इज्जत गयो पिउने बानीले हजुरबाले भन्ने गर्थे दही दुध खानु नाति नातिलाई चाहिँ दही दुध भन्दा खोया बिर्के जाति ओ बोतलको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने बानीले ओ कतिको नामध्येमा बसी कसम खाउँला बेहुली बनी बस्नु तिमी जन्ती लिएर आउँला एक बोतल दाडी दियो 2 बोतल छोड दिए जमरकीको याद आयो तो खाना भी छोड दिया फाइनल्ली गाइज डे 6 पनि कम्प्लिट भइसकेको छ होइन हामी घर लाग्दैछौँ यहाँ के भन्छ यसलाई रुम होइन अफिसदेखि घरतिर लाग्दैछौँ डे 6 पनि यस्तै खत्तम भयो यहाँ खुट्टा दुखिरहेको छ गम्बुटले खाएर गर्मी यस्तो यो ठाउँ यस्तो गर्मी मरिस होला हामी चाहिँ बिस्कुट खाँदै घर जाँदैछौँ होइन यस्तो जिन्दगी गाइज
डे 6 पनि कम्प्लिट भयो यस्तै छ चलिरहेछ 60 घन्टा सक्यो केटा 60 घन्टा कम्प्लिट गयो हाम्रो यहाँले उकालो जाने हो क्या यस्तै त्यहाँ हामी झर्ना जस्तो खोला बगिरहेको जस्तो हेलो गाइज हामी यस्तो स्यासा गर्दै हिँड्दैछौँ नि उकालोमा पसिनै तुर झरिसक्यो घाम उस्तै लागेको छ गाह्रो छ हिँड्न पनि गाह्रो छ ठाडो कति हिँड्नु यस्तै छ जिन्दगी गलेर हैरान भयो होइन परानी गयो होइन दिदी यहाँ बसिरहेको छ यस्तो उकालो आयो घाममा आज त झन् ऊ त्यो तल देखेको छ नि त्यो तल देखेको सिधा त यताउतिर ठ्याक्कै तलदेखि त्यहाँदेखि हामी उकालो आएको यस्तो गल्यो लास्टै घरमै गल्यो होइन आज डे 6 पनि यस्तै भयो होइन गाइज आजलाई यति नै कमिङ सुन डे 7 थ्याङ्क यू बाई